म खाटमा सुतेको सुतै मरेको कसैलाई थाहा हुने छैन। बिहानको ड्युटी गाडीमा साथीहरूको साथमा हुने छैन। ड्युटी लोकेसनबाट साथी ड्युटी आएन भन्दै सुपरभाइजरलाई फोन लगाउला। सुपरभाइजरले रुममै आएर ढोका ढकढकाउला। शरीर त खाटमा लडिरहेको छ, आत्माले ढोका खोल्न सक्दैन। अर्को साथी मस्त निदाइरहेको थियो, उसले थाहा पत्तै पाउँदैन। सुपरभाइजर भित्रै आई मेरो हात समाई उठाउन खोज्ला, तर मेरो हात साह्रै चिसो देखेर सुपरभाइजर साह्रै डराउला। एक कान दुई कान क्याम्पभरि हल्ला होला। चिन्नेले चिनिहाले, नचिन्नेलाई वास्तै नहोला। जान्नेहरूको आँखाभरि आँसु होला। सुतेको सुतै हामी पनि मर्छौँ कि भन्ने उनीहरूको मनमा पनि डर पलाउला। कम्पनी म्यानेजर पुलिससँगै सिआइडी आउला। नेपाल राजदूतावाससम्म खबर पुर्याइएला। साह्रै नजिकका साथीहरू मलाई सम्झेर रोइरहेका होलान्। म रुन सक्दिनँ, आत्माले माथिबाट हेरिरहेको होला। यो खबर घरसम्म पुग्न पक्कै 3-4 दिन लाग्नेछ। 3-4 दिनसम्म छोराको फोन नआउँदा घरमा मान्छे साह्रै आत्तिनेछन्। सास हुँदा पैसा तिरेर बेचेको छोरो लास हुँदा पैसा तिरेर किन्न पर्यो। बाको मन साह्रै आत्तेला। दाइको त हात नै भाँचिएला। आमा विचलित थिइन्। आफ्नै छाती चर्केको 3-4 दिन भएको थियो होला। यो कुरा थाहा पाएपछि झन् आमाको त होसै नहोला। नेपालमा आँसुको खोलो बगिरहँदा मेरो लास आकाशमा उडिरहेको हुनेछ। एयरपोर्टबाट सिधै लास पशुपति लगिएला। मेरो लासलाई आफ्नो जन्मथलोको खोला पनि नसिब नहोला। घरमा 12-13 दिनसम्म मेरो आत्माले शान्ति पाओस् भनेर बाहुन पढाइएला, क्रियाकर्म गरिएला। सबैको दुःख मेरो आत्माले देखिरहेको होला। तर मेरो नाम पनि सरकारी ढड्डामा वैदेशिक रोजगारमा मृत्यु हुनेको सङ्ख्यामा 1 थपिएला। अब मेरो नाम पनि सरकारी ढड्डामा वैदेशिक रोजगारमा मृत्यु हुनेहरूकोमा 1 नाम थपिएला। परदेश अनि परदेशीको मृत्यु पछिको कथा।